किन यसरी भावुक पो हुनुभयो त खुसीको आँसु मलाई आउने बित्तिकै यहाँ हाम्रो आमाले आशिष दिनुभयो दुबो लगाइदिनु भएको छ यहाँ सिउरिरहेको छु के भन्नुभयो भने तिम्रो पार्टी दुबोसरी फैलिएर जाओस् भन्नुभयो है एउटा वृद्ध आमाले दिएको आशिष भुइँमा झर्दैन भन्ने लाग्छ मलाई होइन त्यसै खेर जाँदैन त्यसो भएको कारणले हामी फैलिराखेका पनि छौँ सम्झिँदाखेरि दुःख पनि लाग्छ होइन हामी नेपालीहरू धेरै कुराहरू हुनु पर्थ्यो यो देशमा तर अहिले हेरौँ नानीहरूलाई हेर्छु म होइन एउटा नाथे टिका लागिन कति खुसी भइराखेको छ होइन ठुलो चाड आयो जस्तो लागिराखेको छ तर यी नानीहरूको यी नानीहरू भविष्य भनौँ हामीले भएको छ बच्चाहरूलाई देखेर हामी सुकुन बस्ती हुनुहुन्छ आएको एउटा समयमा एउटा वृद्ध मान्छे हो ढुङ्गाको मान्छे होइन म ढुङ्गा बोक्छु तर ढुङ्गाको मान्छे होइन होइन भावना छ र नै म यो लाइनमा आएँ एउटा वृद्ध वृद्धदेखि लिएर नानीहरूको मुहारमा एउटा आशा कोर्न सकेका छौँ त्यसलाई विश्वासमा परिणत गर्नेछौँ र यो देशमा पनि हामीले होइन गरी खाने वातावरण हामी बनाउनेछौँ त्यो कसम खाएर निस्केको मान्छे हौ हामी त्यसो भएको कारणले गर्दाखेरि हामीले झुट बोल्न आउँदैन म झुट बोल्न मलाई आउँदैन संस्कृतिले झुट बोल्दैन